हेलो गाइस, नमस्कार। आज चाहिँ म समुद्रमा पाइने धातुहरू देखाउँछु हजुरहरूलाई। आज चाहिँ समुद्रमा पानी पनि हल्का कम्ती हुँदै गएको छ। नेपालतिर पानी पर्यो भने खाडीतिर समुद्रहरू सुक्छ भन्थे। ल है गाइस, हेर्नु है समुद्रतिर के भन्छ यसलाई? यो चाहिँ के हो? अक्टोपस जस्तो पनि छ है। यो अक्टोपस र चाहिँ शङ्खहरू पनि पाइन्छ। शङ्खहरू, मोती पनि पाइन्छ। मोती। ल है गाइस, आज चाहिँ समुद्रको तपाईहरुलाई रमाइलो दृश्य देखाउँदैछु। यो चाहिँ हाम्रो होटल भयो। एकादशी बजारैमा यतातिर शङ्खहरू पनि पाइन्छ है। यो चाहिँ हाम्रो होटल हो। यो चाहिँ फिल्ला भन्छ। यो चाहिँ पुरा यो चाहिँ होटल हो। पानी बढ्दै छ। पानी बढ्दो क्रममा छ। पानी बढेपछि माथिसम्म पुग्छ। अहिले चाहिँ पानी अलि कम्ती छ। पानी ल है गाइस, हेरेर साथ सपोर्ट गरिदिनु होला भिडियोलाई। म रमाइलो दृश्यहरू देखाउने छु साउदीको पक्कै पनि। ल गाइज, हेर्नु यो चाहिँ के हो? यसलाई चाहिँ हाम्रो नेपाली भाषामा चाहिँ के भनिन्छ? यो जानकारी हुनेले कमेन्टमा भन्नु ल। यस्ता धातुहरू धेरै नै पाइन्छ यतातिर चाहिँ। यो खपटो चाहिँ मोतीको खपटो हो। यो मोती चाहिँ निस्केछ है। यो यसभित्र चाहिँ मोती हुन्छ। यो ढङ्गामा चाहिँ के छ जस्तो छ है। यो चाहिँ पक्कै नै कुनै धातु हुनुपर्छ। निकै नै सल्भो लागेको छ। पानी चाहिँ बिस्तारै भरिँदै गयो। अब चाहिँ म त्यो पल्लो डाँडामा जान्छु। त्यहाँबाट निकै नै राम्रो दृश्यहरू देख्न पाइन्छ। ल हेर्नुहोस्, निकै नै धेरै माछाहरू छन्। ल हेर्नु, आज चाहिँ मैले मोती भेटेको छु। यो चाहिँ मोतीको हो। आज चाहिँ
4-5 वटा मोती भेटेको छु मैले। कति सालदेखि पुरानो सिडीको मिसिरहेछ त्यहाँ चाहिँ। ल हेर्न सक्नुहुन्छ यहाँ चाहिँ निकै नै पुरानो ठुलो शङ्ख छ, तर शङ्ख यो निकाल्न सकिएन, धेरै तल रहेछ, निकाल्न चाहिँ निकै मुस्किल पर्यो। ल हेर्न सक्नुहुन्छ समुद्रको माछा निकै नै आकर्षक हुन्छन्। ल हेर्न सक्नुहुन्छ गाइज, म समुद्रको बिचतिर आउन लागिसकेँ। यहाँ चाहिँ निकै नै डेन्जर हुन्छ, कुन बेला पानी कत्रो हुन्छ थाहै हुँदैन। हेर्न सक्नुहुन्छ Hi guys, रमाइलो ठाउँ छ। यो ठाउँको लोकेसन चाहिँ साउदी अरबको अलवाज भन्ने ठाउँ छ। वहाँ पनि एउटा नयाँ ठुलो होटल बन्दैछ। त्यो होटल पनि हाम्रै कम्पनीको।